हेलो एभ्रिवान, वेलकम टु ब्लग है। मेरो चाहिँ यो फर्स्ट ब्लग हो। अनि मसँग कुनै पनि तरिका छैन कसरी बनाउनु भनेर। त्यही पनि आज चाहिँ मामा म माइजू भएर घाँस काट्न गयौँ। घाँस काट्न गएको भने यता माथि मबिर आएको छु। अनि यो मबिर जङ्गल है, खोला पनि छ, खोलाको नाम होइन। अनि काम पनि लागिरहेको थियो, पानी पनि पर्छ। दाउरा काटिरहनु भएको छ है। म चाहिँ यसो मोबाइल पक्रिने अनि यताउता घुमाउँदै हिँड्ने। मामाले दाउरा खराकहरू काट्नुभयो, माइजूले घाँस काट्नुभयो, पनि काटिदिनुहुन्छ अरे। अनि म चाहिँ मामाको बारी लगाउने भनेको थिएँ। अनि त्यही भएर भिड थियो क्या। अनि मामासँग गफ गर्दै बसेँ। अनि यो चाहिँ खोला, यो खोलाको नाम चाहिँ मलाई थाहा भएन। त्यही पनि यो जङ्गलको नाम चाहिँ मतलब यो भिरको नाम चाहिँ मबिर भन्छ। अनि मामाले मलाई डोको लिनु पठाउनु भयो। म चाहिँ अब डोको लिनु है। बाटो यस्तो छ, यस्तो छ कि राम लडेर मान्छेको हालतै बनाउँछ यो बाटोले। फेरि यता के पो उकाली ओह्राली भिर नकुदेको 2 वर्षभन्दा बेसी भएछ। पानी पनि थिएन त्यही माथि। रातभरि पानी परेकोले बाटो यस्तो चिप्लो थियो। यो चाहिँ मालबसी जाने बाटो। मालबसी जाने बाटो मतलब उता रोडै। फेरि यहाँबाट चाहिँ जाँदैन भन्दै म चाहिँ उता खोलानेरि जाने बाटै भुलेछु। एकछिन हेरेर ओरेर अनि बल्ल बाटो भेटेँ र म खुरुखुरु ओरेर कुदेँ। फेरि चिप्लेर राम चप्पल नै निक्लेको थियो। रातभरि पानी परेकाले पुरै सिधै उभाएको थिएन, घाँसहरू सब चिसो थियो। अनि खोलामा गएर हामीले अघि जाँदाखेरि त यहीँ राखेको थियौँ नि त। अनि यसो त्यही भएर खोलामा यसो गर्दै टुक्को बोकेर गएँ म चाहिँ। जाँदाखेरि उस्तै चिप्लो मतलब ओह्रालोबाट ओह्रालो आउँदा चाहिँ चिप्लो चप्पल चिप्लिन्छ, बट उकालो जाँदा त्यति साह्रो हुँदैन। त्यही पनि अनि मामाले चाहिँ म जाँदाखेरि दाउरा काटिसक्नु भएको रहेछ। अनि भान्जी बारी हाल भन्नुभयो। अनि मैले चाहिँ कुरो हुन्छ हस् मामा भनेर बारी हाल्नतिर लागेँ। अनि मामामा चाहिँ केही गफै थिएन। अनि त्यतिकै चाहिँ भयो लागेर मामा चाहिँ फोनमा के भन्दै कराउँदै बस्दै हुनुहुन्थ्यो, मतलब दादाहरूलाई। अनि म चाहिँ चुप लागेर भन्दै बारी लगाएँ। फाइनली है मामाले चाहिँ अलिक यता पनि काट्नुभएको रहेछ। अनि मैले दाउरा बोकेर बारी लगाउने काम थियो, बारी पनि भयो। अनि म चाहिँ अब बारी पुग्न आँटेको, अलिक पसिनाहरू बुझेर। अनि माइजूकोलाई बारी पुग्यो भनेको, माइजूले बारी पुग्यो छिटाउनु भन्नुभयो। 9 पनि बजिसकेको थियो, भोक पनि लाग्यो।